यस्तो देख्न सक्नुहुन्छ। तातो पानी ल अहिले सहिले यताउता सबै डुबेको नै तातो पानीमा। तातो पानी कट्यो है हामी। अब बल्ल मुस्ताङको भ्यूहरू बवाल आउँछ। अब सुरु हुन्छ मुस्ताङको भ्यू बवाल तरिकाले होइन त। घुद्रुङ दामी चाहिँ ल यो टावर पनि धेरै पछि याद आयो। इन्टरनेसनल होटल यस्तो ठाउँमा पनि है, यस्तो ठाउँमा यस्तो होटल हेर्नु त गाइस के भन्नु अब। सही हो केटा ल गर्ने नि त रमाइलो। यहाँ रहेछ चौकी है, चेकपोस्ट 14-15 याद। तातो पानी सार्वजनिक शौचालय यताउता के छ। के हो न पारी हो कता खर यी झलुङ्गे पुल पनि रहेछ यहाँ माथि। ए हो र सही हो। मलाई त खाना रहेछ त्यसले पनि आम्लाको बच्चा खानिसकेको छ। मुस्ताङको भ्यू त झन् कति आउँछ अब। के भयो यता एउटा गाडी गइसकेको छ हाम्रो अगाडि, त्यसले पनि राखेको रहेछ। नेपालको मरुभूमि मुस्ताङ अरे काठमाडौँ, सिन्धुली, खलङ्की अनि सिथौली, दुधौली, क्वाटिरी अरू के हो अरू मातमा नाम पनि कति अप्ठ्यारो हो र। धुलै ठुलो खाने भयो नि भिडियो खिच्नु। मुक्तिनाथ पुग्दा त रातै पर्ने भयो हामीलाई। कागबेनी पुग्दा जतिदेखि जति भिडियो खिच्नु त होला नि। अगाडि एउटा गाडी हिँडेको छ।
माथि छारा झरेको गाइस हामी रुप्से झर्न आइसकेको छौँ। रोक है गाडी आउनु आउनु न रोक्ने हो ल त्यही रोक्नु आइज पछाडि आइज रुप्सेको झर्ना भने त्यही है गाइज के छ भनाइ भन्देऊ न एक शब्द केही पनि छैन अब झर्ना हेर्न जाने हामी हो तिम्रो नाम के हो मेरो नाम सिमरिक थापा हो ल ठिक छ दामी रहेछ नाम है हाल्ने मैले अर्को हालिदिउँला नि ल है रुप्से झर्ना हेर्नु झर्नु होला यो गाडीहरू त टन्नै रहेछ यहाँनिर ल ओके छ त थ्याङ्क यू सो मच मेरो भाइलाई ल यो रुप्सेको झर्ना चाहिँ यही नै हो तपाईँहरू देख्न सक्नुहुन्छ राम राम के साह्रो हर्न बजाइदिएको टन्नै छ यहाँनिर गाडी घोडा ल बवाल रमाइलो है म त रमाइलो लाग्यो यहाँ हेरेर यसरी खिच्नुपर्छ अब एक्लै रुप्सेको झर्ना देख्न सक्नुहुन्छ यहाँ हरि भिडभाड गाडीहरूको यो पुलमा हल्ली है के हो यस्तो यो चाहिँ रुप्सेको झर्ना है म यहाँ सर्ट भिडियो खिच्छु भनेर यता आएको यो साइडमा रहेको छ रुप्सेको झर्ना होइन कति खिच्चे भिडियो त योचोटि त राम 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 हेर्नु न मान्छेहरू पारितिर डेन्जर तरिकाले होइन ल आउँदैछ अब सर्ट भिडियो बनाउँछु तिनीहरू सबैको अनि साँझ सर्ट पेलिदिन्छु सबै युट्युबमा ल यस्तो भिडभाड कि यो उकालो खतरा थियो अहिले अहिले भनेको ए भन्नु के हो यसले बे गर्ने हो
हामी घाँसा बजार कटिसकेको छौँ। सैनिक इलाका है छ भिडियो खिच्यो त कराउने फेरि। मलाई धुलै धुलो भएछ यार आज। अगाडि किचन घाँसा खै ए न च्याङ्रा बसेको रहेछ। यहाँ इन्ट्री गर्नुपर्छ होला नि प्रहरी चौकी घाँसा। कहिले जानुहुन्छ इन्ट्री गर्न? सुमन अब हामी इन्ट्री गर्छौँ अनि जान्छौँ। यहाँनिर आइपुग्यो। यहाँ चाहिँ हल्का जाम भयो स्कर्पियोले गर्दा। अरू त ठिकै हो। यस्तरी भागदौड चल्छ है। हामी आइपुग्यो है। कुन ठाउँमा अरे? एकैछिन छतमा कि छतमा आइलो भयो है। थाकियो पनि अलिअलि। यति भोल्युम सानो बनाइदिनु त्यसको। गफसफ गरौँ अहिले त माहौल पनि गरम गरम भयो भित्रतिर पनि सबैजना चिच्चाउनु थाल्नु भयो। किन किन डराएको? अगाडि त्यो स्कर्पियो पछाडि आउँदाखेरि टाँस्छ भनेर त्यसले। त्यो स्कर्पियोले कति हान्छ र पछाडि। ल जोमसोम 26 किमी नजिक नजिक है अब चाहिँ। हो वहाँ पारी पनि होइन र हो। देऊ जोमसमबाट देखिन्छ हिउँ त हिमाल त वारी पारी टक्क होइन जस्तो। ल जोस् रमाइलो भइरह है गाइज। मेट्रो बजार आयो। आजकल त बाटो पिच भएर कति फिलिली कति फिलिली। मेट्रो अस्पताल मलाई त यता आएर गाडी चलाउनु पर्छ जस्तो लाग्यो। मरमा पनि यतै बसे सर्ने अरे। चौरी गाई चराउँछु भन्छन् के अरे। यता आउनु पाइयो। यतै नम्बर खाएको गाडी पाइन्न किन्न महँगो भन्छन्। मिठो पैसा कमाउँछ होला यता गाडी त है सिजनमा। यी यतानिर रहेछन् क्या भुलगरहरू। यो अझै रङ्गिला बुढोहरू परेछन् उनीहरू। सेकेन्ड ब्लगर पनि होइन आफ्नो सम्झनाको लागि खिच्नु भएको। 6 नम्बरमा अरू खै खै त कति अगाडिको अङ्कहरू को हो त नि खै त। 2 नम्बरमा 3 नम्बर अनि 3 उहाँले पनि खिचे हुनुहुन्छ के अरे। जस्तो रहेछ रङ्ग लाग्दो रहेछ उहाँलाई नि। खिच्नु अब आउने कहिले हो खिचेर जानुपर्छ। अनि यसो घरमा बसेर खुद्रो हेर्ने। अहिले त दगुरिन थाल्यो है गाडी। गाइज सास फेरे जस्तो छ गाडीले। अकाली भान्सा घर होटल 4 फिक्स हो नि। चौकी कोटे होइन र। अब रात परेपछि त कहाँ खिचिन्छ र सधैँ उज्यालोमा पठाउनु पर्यो क्या र छततिर। होइन यहाँ पनि नछुटाऊँ न कन्टेन्ट यार। के हो र कसो हो र? छ त मेमोरी टन्नै ब्याट्री टन्नै किन छोड्ने अरे यार। अझै 150 GB बाँकी छ। यत्रो खिच्दा पनि ल
भाइले गोप्रो टाउकोमा लगाएर कस्तो अलि माथि गराउनु पर्ने रहेछ क्या के हातैले हान्देऊ नि त अलि माथि भयो ल ठिक छ दायाँ बायाँ भ्यू पछाडि आइरहेको है गाडीहरू दामी दामी ल हेर्दै गर मलाई त त्यहाँनिर ऐनामा लगाइदिनु मन लाग्थ्यो नट्ने भयो कि दामी रहेछ ल दामी बवाल है बवाल गाइस हामी दुईजना भएर ट्याक्टर चल्दिएर यहाँनिर बेकार पसलहरू हिँडाल्यो सतीले अस्ति नै हामीले मगर दिवसमा पनि छतबाट खिचेको थियौँ नि त गाइस अहिले फेरि छतबाट खिच्दैछौँ हो त यार यस्तो भएछ होइन ओहो पारी पारी के हो त्यो पुलिसले सोधिराखेको थियो गोप्रो सोप्रो ड्रोन स्रोन सकिने भन्थ्यो ड्रोन त छँदै छैन गोप्रो चाहिँ छ भने जानुहोस् भन्थ्यो ड्रोन पनि थियो ल्याउन छुट्यो के ल्याउने टार्गेट क्या मिठो उडाउनु थियो अहिले उयो गण्डकीतिर टट्ट बसको भ्यू दामी आउँथ्यो हामी छतमा बसेर त उडाइहाल्थ्यौँ नि यहाँ त्यही त रिमोट खेलाएर होइन अनि म्याप स्याप अफ गरिदिएर लोकेसन अफ गरिदिएर टक्क उडाउनु मिल्थ्यो तर मैले आज बहुत जल्दी गरेँ ड्रोन नल्याएर ल्याउने कुरो थियो ल यो त्यहाँ मिररमा हालौँ न गोप्रो यहाँ छ गरे फेरि गाइज म यहाँ छतमा आइसकेको छु म र एउटा भाइ आइसकेको छौँ छतमा के छ भाइ ठिक छ त ठिक छ बवाल होइन जे होस् एउटा भाइ पाइसकेको छु मैले यहाँनिर टक्क कन्टेन्ट भाइले गोप्रो टाउकोमा लगाएर कस्तो इभीको चार्जिङ पनि रहेछ गाइज यहाँनिर ए खाङ्लो थकाली खाजा घर भान्साघर मिनी बस टोकरी दौडेको छ अरे भैरव पोखरावाला टोकरी पनि आइसकेको छ है आइसकेको छ ल भेटौँ भाइ धम्पु गाउँ आइयो है धम्पु गाउँ अरे दामी देखेको छ गाइस अब हामी जम्सम पुग्ने जम्मा 24 किमी छ